महँगो अस्पतालको सस्तो नर्स भन्ने वाक्यांश त तपाईहरूले सामाजिक सञ्जालमा छरपष्ट सुन्नु वा देख्नु भएकै होला। केही समय यता नेपाली नर्सहरू तलब वृद्धिको माग गर्दै आन्दोलनरत छन्। नर्स पढ्न 20 लाख रुपैयाँ तर नर्सको तलब मात्र 15,000 भन्ने प्रश्न उनीहरूले अस्पताल सञ्चालक र सरकारवालालाई तेर्साइरहेका छन्। पाँचौं तहको सरकारी तलब छ जुन 34,620 रुपैयाँ सरको नर्सहरूको तलब हुनुपर्ने उनीहरूको माग छ। यसै मागलाई सम्बोधन गर्दै केही औलाले गर्ने अस्पतालहरूले चाहिँ पोजिटिभ रेस्पोन्स देखाएका छन् र उनीहरूको तलब चाहिँ बढाएर 34,600 रुपैयाँ गराएका छन्। कयौं धेरै अस्पतालहरूमा चाहिँ नर्सहरूको माग सम्बोधन भएको छैन। सरकारी तलब खानुलाई त लोकसेवा पास गर्नुपर्ने खालको प्रश्न नर्सहरूमाथि उल्टै अस्पताल सञ्चालकहरूले तेर्साइरहेका छन्। यही अस्पतालले चाहिँ के भनेका छन् भने 34,620 रुपैयाँ तलब चाहिँ नर्सहरूलाई उपलब्ध गराउन नसक्ने बताएका छन्।